नमस्कार साथीहरू, म कमल। यहाँहरू हुनुहुन्छ मेरो युट्युब च्यानल एजुकेसन फर अल नेपालमा। आज हामी अघिल्ला बसाइहरू जस्तै गरी त्यसैको कर्मिक रूपमा नेपालको संविधान 2072 को मा व्यवस्था गरिएको नागरिकता सम्बन्धी व्यवस्था र मौलिक हकहरूको सम्बन्धमा छलफल गर्न उपस्थित भएका छौं। अघिल्ला 3वटा भिडियो कस्तो लाग्यो त्यसैको निरन्तरता स्वरूप आजको यो 4थो भिडियो मैले यहाँहरू समक्ष लिएर उपस्थित भएको छु। सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा सहित हामी विषयवस्तुतर्फ नै प्रवेश गरौँ है त। पहिलो प्रश्न छ, नेपालको संविधान 2072 को भाग 2 केसँग सम्बन्धित रहेको छ? भाग 2 केसँग सम्बन्धित रहेको छ? 35वटा भाग मध्येको भाग 2 नागरिकता सम्बन्धी व्यवस्था। प्रश्न 2, संविधानको भाग 2 मा कतिवटा धारा रहेका छन्? भाग 2 मा कतिवटा धारा रहेका छन्? 6वटा धारा। धारा 10 देखि 15 सम्म गरी 6वटा धारा यो नागरिकता सम्बन्धी व्यवस्था जुन भाग 2 हो यस अन्तर्गत रहेका छन्। प्रश्न 3, नेपालको नागरिकताको प्रकृति कस्तो रहनेछ? नागरिकताको प्रकृति प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकता हुनेछ, हैन? प्रदेशको पहिचान सहित हुने भो, तर एकल हुन्छ, संघीय नागरिकता हुन्छ, एकल संघीय नागरिकता। नेपालको नागरिक ठहर्ने भनी गरिएको व्यवस्था संविधानको कति धारामा छ? कस्तो अवस्थामा नेपालको नागरिक ठहर्छ भनेर गरिएको व्यवस्था संविधानको धारा 11 मा छ, जस अन्तर्गत 10वटा उपधाराहरूमा यसको व्यवस्थापन गरिएको छ। धारा 11 मा 10वटा उपधाराहरूमा त्यो नागरिक ठहर्ने आधारहरू प्रस्तुत गरिएको छ। प्रश्न 5, नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी व्यवस्था कुन धारामा रहेको छ? प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी व्यवस्था कुन धारामा रहेको छ? धारा 13 मा। धारा 13। त्यस्तै प्रश्न 6 मा सम्मानार्थ नागरिकता के को आधारमा वितरण गरिन्छ? सम्मानार्थ नागरिकता संघीय कानुनको आधारमा। नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो व्यक्ति को हुन्? सम्मानार्थ नागरिकता पाउने नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो व्यक्ति को हुन्? सर एडमन्ड हिलारी। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसेको तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिलाई कस्तो नागरिकता प्रदान गरिन्छ? आमा चाहिँ नेपालमै जन्म भएको, आमा नेपालमै बसेको तर बाबु चाहिँ विदेशी नागरिक भएको ठहर गर्यो भने त्यस्तो विदेशी बाबुबाट जन्म भएको व्यक्तिलाई कस्तो नागरिकता प्रदान गरिन्छ भन्दाखेरि अंगीकृत नागरिकता प्रदान गरिन्छ। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले कस्तो नागरिकता प्राप्त गर्दछन्? नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले कस्तो नागरिकता प्राप्त गर्दछन्? अंगीकृत नागरिकता प्राप्त गर्दछन्। गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था वर्तमान संविधानको धारा कतिमा रहेको छ? गैर आवासीय एनआरएनलाई नागरिकता प्रदान गर्ने व्यवस्था धारा 14 मा रहेको छ। नम्बर नेक्स्ट, गैर आवासीय नागरिकता प्राप्त व्यक्तिले कस्तो अधिकार प्रयोग गर्न पाउँछ? गैर आवासीय नागरिकता प्राप्त व्यक्तिले कस्तो अधिकार प्रयोग गर्न पाउँछ? 3 थरी हुन्छ यिनीहरूले प्रयोग गर्न पाउने। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र प्रयोग गर्न पाउँछन्। एउटा अधिकार यो गैर आवासीय एनआरएनको नागरिकता प्राप्त गरेको व्यक्तिले पाउँदैन, त्यो हो राजनीतिक अधिकार। वर्तमान संविधानले कसलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ? कस्तोलाई भन्दा सार्क सदस्य मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले, जुन पहिला एनआरएन त हो उनीलाई, तर पनि त्यसले सार्क सदस्य मुलुकको नागरिकता प्राप्त गरेको छ भने त्यस्तो व्यक्तिलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ। नागरिकता सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कसलाई हुनेछ? नागरिकता सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ। नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्था कुन कानुन बमोजिम हुनेछ? यो संघीय कानुन बमोजिम हुनेछ। नागरिकताको विषय संघीय कानुनको विषय हो, यो प्रादेशिक कानुन अन्तर्गत पर्दैन है। प्रदेशको सन्दर्भमा प्रादेशिक पहिचान खुल्ने भन्ने मात्रै हो। यसरी यो नागरिकता सम्बन्धी संविधानमा भएका व्यवस्थाहरूलाई मैले 14वटा प्रश्नहरूमा ल्याएँ। महत्त्वपूर्ण 14 प्रश्नहरू कस्तो लाग्यो यहाँहरूलाई
सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अब हामी जानेछौँ संविधानको भाग 3 अर्थात् मौलिक हकसँग सम्बन्धित रहेर नेपालको संविधानको भाग 3 केसँग सम्बन्धित छ? भाग 3 मौलिक हक र कर्तव्यसँग सम्बन्धित छ है। मौलिक हक र कर्तव्य। प्रश्न नम्बर 16 नेपालको संविधानको भाग 3 मा कतिवटा धारा रहेका छन्? भाग 3 मा 33 वटा धारा। धारा 16 देखि 48 सम्म। धारा 16 देखि 48 सम्म भाग 3 मा 33 वटा धारा रहेका छन्। नेपालको संविधानमा मौलिक हकहरू कतिदेखि कति धारासम्म रहेका छन्? मौलिक हकहरूको संख्या 31 छ। त्यो चाहिँ धारा 16 देखि धारा 46 सम्म। अन्तिममा 6 मात्रै हो। 1 र 4 भन्छ, 4 मा 1 घटाउँदा 3 नै हो हैन। 31 वटा धारा, धारा 16 देखि 46 सम्म। धारा 16 देखि 20 सम्मका मौलिक हकहरू के हुन्? यो मैले सूत्र तयार गरेको छु सजिलोको लागि। धारा 16 देखि 20 सम्म पहिलो 5 वटा सम सो स स न्या। अझ एकचोटि भन्नुस् त, सम सो स स न्या। सम सो स स न्या। सम सो स स न्या। के हो त अब यो भनेको? सम सम्मानपूर्वक बाँच्न पाउने हक, धारा 16 अन्तर्गत। सो भनेको स्वतन्त्रताको हक, धारा 17। स भनेको समानताको हक, धारा 18। अर्को स भनेको सञ्चारको हक, धारा 19। र न्याय भनेको 20 हो, न्याय सम्बन्धी हक। सम सो स स न्याय। सम सो स स न्याय। सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक र न्याय सम्बन्धी हक। अब जाउँ नेक्स्टमा। धारा 21 देखि 25 सम्मका मौलिक हकहरू। धारा 21 देखि 25 सम्मका मौलिक हकहरू। सूत्र यसमा नि छ। सूत्र अयानी छु छ। यो सजिलो छ। समसो सस न्याय भन्ने अगाडि पढ्यौँ भने अब यो 21 देखि 25 सम्म अयानी छु छ। अयानी छु छ है। अयानी छु छ भन्नुस् त 2-4 पटक। अयानी छु छ। अयानी छु छ। अब छुस्स सम्झनी सम्झनुस्। छुस भनेको हेरौँ के हुन् त? अ भनेको अपराध पीडितको हक, धारा 21। या भनेको यातना विरुद्धको हक, धारा 22। नि भनेको निवारक नजरबन्द विरुद्धको हक, धारा 23। छु भनेको छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा 24। स भनेको सम्पत्तिको हक, धारा 25। यसरी अयानी छु स। अयानी छु स। अपराध पीडितको हक, धारा 21। यातना विरुद्धको हक, धारा 22। निवारक नजरबन्द विरुद्धको हक, धारा 23। छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा 24। र सम्पत्तिको हक, धारा 25। अयानी छु स। प्रश्न 20 मा जाउँ। अब 26 देखि 30 सम्मका मौलिक हकहरू के हुन्? 26 देखि 30 सम्मका सूत्र हेर्नु। धासु गोसोबा। धासु गोसोबा। यो 26 को सुरुको 26 ट्याक्क जानियो भने धार्मिक स्वतन्त्रताको हक हो हैन। त्यो अन्तर्गत अनि धासु गोसोबा यो तेस्रो सूत्र हो। धासु गोसोबा। धासु गोसोबा। धा भनेको धार्मिक स्वतन्त्रताको हक, धारा 26। सु भनेको सूचनाको हक, धारा 27। धासु गो भनेको गोपनीयताको हक, सूचना आइसकेपछि गोपनीय राख्नु पर्यो भन्ने सम्झिने, 28 मा गोपनीयताको हक। सो भनेको शोषण विरुद्धको हक, धारा 29। धारा 29 शोषण विरुद्धको हक। र बा भनेको स्वच्छ वातावरणको हक भनेर, धारा 30। धासु गोसोबा। धासु गोसोबा। धा धार्मिक स्वतन्त्रताको हक। सु सूचनाको हक। गो गोपनीयताको हक। सो शोषण विरुद्धको हक। बा भनेको स्वच्छ वातावरणको हक, धारा 30 भयो। अब हामी धारा 31 देखि 35 मा जान्छौँ। 31 मा त हामी सबैले जानेको सर्वविदितै छ धारा 31 को। त्यही पनि हेरौँ। धारा 31 देखि 35 सम्मका मौलिक हकहरू के हुन् त भन्दा सिभा रोज श्रम स्वा। सिभा रोज श्रम स्वा भन्नुस् त। राइमिङ मिलाएर भन्नुस्। सिभा रोज श्रम स्वा। सिभा रोज श्रम स्वा। सिभा रोज श्रम स्वा। सी भनेको अब यो त जानेकै हो, धारा 31 त शिक्षा सम्बन्धी हक हो हैन। शिक्षा सम्बन्धी हक सी। भा भनेको भाषा तथा संस्कृतिको हक।
शिक्षा सम्बन्धी हक, भाषा तथा संस्कृतिको हक, रोजबाट रोजगारीको हक, श्रमबाट श्रमको हक र स्वा भनेको धारा 35 त स्वास्थ्य सम्बन्धी हक हो। यसरी शिवा रोज श्रम स्वा यो सजिलो पनि छ। शिवा रोज श्रम स्वा स्वास्थ्य सम्बन्धी 35 मा हो, श्रमको 34 हो, रोजगारीको 33 हो। 33% महिलालाई रोजगारी दिनुपर्छ भनेर सम्झिनु भयो भने रोजगारीको हक हो। भाषा तथा संस्कृतिको हक 32, शिक्षा सम्बन्धी हक 31 हैन। शिवा रोज श्रम स्वा। जाउँ अब नेक्स्ट क्वेशनमा। अब धारा 36 देखि 40 सम्मका मौलिक हकहरू 36 देखि 40 सम्म हैन। हेरौँ है त, यो पनि सजिलो सूत्र छ। खामवाद खामवाद सजिलो छ। 36 देखि 40 सम्म खाम वाद पछाडि खाम भन्ने अर्थ आयो हैन। खामवाद वाद भनेको पछि भनेको खामवाद। धारा 36 खा भनेको खाद्य सम्बन्धी हक। धारा 37 मा आ भनेको आवासको हक। म धारा 38 यो थाहा भएकै हो महिलाको हक हैन। अनि त्यस पछाडि 38 39 त अब थाहा नभनी कुरै भएन, बालबालिकाको हक धारा 39 हैन। त दलितको हक, दलितको हक 40 मा हो हैन। दलितको हक 40 मा। खामवाद यो पनि सजिलो छ। खा खाद्य सम्बन्धी हक, आ आवासको हक, म महिलाको हक, बा बालबालिकाको हक र द दलितको हक खामवाद। नम्बर नेक्स्टमा जाउँ। धारा 41 देखि 46 सम्मका मौलिक हकहरू है। यो अन्तिममा 6 वटा मौलिक हकहरू छन् 31 मध्ये। 41 देखि 46 सम्मका मौलिक हक यो पनि सजिलो छ। जे सासा उपदेशम, जे सासा उपदेशम भन्नुस् त। जे सासा उपदेशम, जे सासा उपदेशम, जे सासा उपदेशम, जे सासा उपदेशम। अब जे भनेको ज्येष्ठ नागरिकको हक हैन, धारा 41। जे सा भनेको सामाजिक न्यायको हक। पहिला न्यायको हक हुन्छ, त्यसपछि सुरक्षाको हक हुन्छ है। जे सा भनेको सामाजिक न्यायको। अर्को सा भनेको सामाजिक सुरक्षाको हक, धारा 43। उप भनेको उपभोक्ताको हक, धारा 44। दे भनेको देश निकाला विरुद्धको हक, उप दे। अनि सम भनेको संवैधानिक उपचारको हक। जे सासा उपदेशम, जे ज्येष्ठ नागरिकको हक, सा सामाजिक न्यायको हक, सा सामाजिक सुरक्षाको हक, उप उपभोक्ताको हक, दे देश निकाला विरुद्धको हक, सम संवैधानिक उपचारको हक गरी यो 46 वटा करिब 31 वटा मौलिक हकहरू हामीले यसरी सूत्रबद्ध रूपमा जान्यौं। कस्तो लागिरहेको छ? सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सिनु होला। तपाईं हाम्रो च्यानलमा भिडियो त हेर्दै हुनुहुन्छ तर सब्स्क्राइब गर्नेको संख्या कम रहेको छ। भिडियो हेर्ने साथीहरूले अनि च्यानललाई सब्स्क्राइब गरिदिनु हुन पनि म हार्दिक आग्रह गर्न चाहन्छु। नम्बर अर्कोको प्रश्नतर्फ जाउँ। नेपालको संविधानमा मृत्युदण्ड नदिने कानुनी व्यवस्था कति धारामा रहेको छ? मृत्युदण्ड दिने यो निर्मूल गर्ने काम 47 सालको संविधानले गरेको हो, तर अहिलेको संविधानमा कहाँ छ? धारा 16 मा छ, जुन सम्मानपूर्वक बाँच्न पाउने हकको उपधारा 2 मा, धारा 16 को उपधारा 2 मा मृत्युदण्ड नदिने कानुनी व्यवस्था गरिएको छ। अब स्वतन्त्रताको हक धारा 17 त्यसको 2 अन्तर्गत गरिएका व्यवस्था, स्वतन्त्रता हक अन्तर्गत 6 वटा व्यवस्था गरेको छ है। स्वतन्त्रताको हक धारा 17 हैन, समसो ससन्या भन्ने पढेका थियौं नि त। एक त विचार र अभिव्यक्ति स्वतन्त्रता दियो, 6 वटा स्वतन्त्रता छन्। दोस्रोमा बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ। तेस्रोमा छ राजनीतिक दल खोल्ने स्वतन्त्रता। चौथोमा छ संघ र संस्था खोल्ने स्वतन्त्रता। पाँचौंमा छ नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता। र नम्बर 6 मा छ नेपालको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने, जुनसुकै ठाउँमा पनि पेशा रोजगार उद्योग व्यापार गर्न सञ्चालन गर्न सक्ने त्यो स्वतन्त्रता यसरी दिएको छ। 7 वटा के? विचार र अभिव्यक्ति स्वतन्त्रता, बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता, त्यस पछाडि नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता,
नेपालको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता। यसरी 6वटा स्वतन्त्रताहरूको व्यवस्था धारा 17 को उपधारा 2 अन्तर्गत गरिएको छ। आर्थिक रूपले विपन्न भन्नाले कस्तो व्यक्तिलाई बुझिन्छ? आर्थिक रूपले विपन्न भन्नाले संघीय कानुनले तोकेको भन्दा कम आय भएको व्यक्ति, पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ है? पैतृक सम्पत्ति, पिताहरूको सम्पत्तिमा लैङ्गिक भेदभाव बिना, छोरा र छोरीको भेदभाव बिना सबै सन्तानको समान हक हुने व्यवस्था अहिलेको संविधानले गरेको छ। यसपछि छोरीले पनि अब बाबाहरूको सम्पत्तिमा हक जम्पाउने व्यवस्था रहेको छ। भनेपछि यो कुनमा हो भन्दा समानताको हकमा है त। पैसा भन्ने सम्झेर मैले समानताको हक भन्ने बुझेको थिएँ। यसरी सम्झन सक्नुहुन्छ। पैतृक सम्पत्तिमा समानताको हक हुनेछ, पैसा छ। अब समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव नगरिने व्यवस्था कुन हक अन्तर्गत पर्दछ है? समान कामका लागि यो झुक्किने भनेको महिलाको हक हो कि समानताको हक हो भन्ने हो। यो चाहिँ समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक र सामाजिक सुरक्षामा भेदभाव नरहने भनेको चाहिँ यो समान काम भन्यो भने यो जानुस् समानताको हक भन्ने हुन्छ। यो समानताको भनेको धारा 18 होइन। अनि सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ। अब यो दम्पति शब्द आउँदा, दम्पति र सम्पत्ति मिलेको शब्द आउँदा है, पैतृक सम्पत्ति आयो भने समानताको, दम्पति र सम्पत्ति आयो भने त महिलाको है। कुन हक अन्तर्गत पर्छ भन्दा त महिलाको हक। महिलाको हक धारा 38 छ नि, थाहा छ नि होइन? महिलाको हक मैले एकै ठाउँमा परेको हुनाले उस्तै सुन्नु भएर समान ठाउँमा हालेर विभेदीकरण होला भनेर यहाँ राखेको छु। महिलाको हक, प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुने व्यवस्था। समान वंशीय हक, यो महिला भन्ने शब्द यहाँ प्रयोग गर्यो है। प्रत्येक महिलालाई अघिल्लो चोटिमा झुक्काउने यहाँ के थियो भने 27 मा हेर्नुहोस्, पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना भन्ने थियो होइन। त्यहाँ महिला भन्ने शब्द छैन। अब महिला शब्द राखेको हेर्नुहोस्, प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना भनेर यसरी महिला शब्द राखेर समान वंशीय हक हुने व्यवस्था छ भन्ने हो भने यो चाहिँ महिलाको हक अन्तर्गत पर्दछ। असमर्थ व्यक्तिलाई कानुन बमोजिम कस्तो कानुनी सहायता पाउने हक हुनेछ? यो निशुल्क कानुनी सहायता पाउने हक हुनेछ। न्याय सम्बन्धी हक कसमा लागू हुने छैन? यो शत्रु देशका नागरिकहरूमा, शत्रु देशको नागरिकलाई न्याय सम्बन्धी हक लागू हुने छैन। प्रत्येक व्यक्तिलाई आफू विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक केसँग सम्बन्धित छ? यो न्याय सम्बन्धी हक हो। आफू विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक प्रत्येक व्यक्तिलाई हुनेछ। नम्बर नेक्स्ट, कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन नपाइने कुरा कुन मौलिक हक अन्तर्गत पर्दछ? यो भनेको बाँधा गर्न, बेचबिखन गर्न, यो शोषण विरुद्धको हक हो है। शोषण विरुद्धको हक। सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानुन बनाउन सक्ने व्यवस्था कुन हक अन्तर्गत रहेको छ? कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत अनि श्रममा लगाउन पाइने छैन। यो चाहिँ शोषण विरुद्धको हकमा छ। तर देशले, राज्यले चाहेको बखत सार्वजनिक प्रयोजनका लागि अनिवार्य सेवामा लगाउन सक्ने गरी कानुन चाहिँ बनाउन सक्छ। यो कुन हक अन्तर्गत हो भन्दा यो पनि शोषण विरुद्धको हक अन्तर्गतको यो व्यवस्था हो। प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा कस्तो हक हुनेछ? आधारभूत शिक्षामा त पहुँचको हक हुनेछ होइन, पहुँचको हक हुनेछ। वर्तमान संविधानले कुन तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क बनाएको छ? पहुँचको योग्य बनाएको, त्यही आधारभूत तहको शिक्षालाई अनिवार्य र निशुल्क बनाएको हो। आधारभूत तह भन्नाले 8 कक्षासम्मको शिक्षा हो। अहिलेको अवस्थामा नेपालको संविधान 2072ले माध्यमिक तहको शिक्षा कस्तो हुने व्यवस्था गरेको छ? माध्यमिक तहको शिक्षा निशुल्क हुने गरेको छ है। यो चाहिँ अनिवार्य होइन है। आधारभूत तह अनिवार्य हो, माध्यमिक तह निशुल्क हो। आधारभूत तह अनिवार्य पनि निशुल्क पनि, माध्यमिक तह निशुल्क मात्रै। यो कुरा ख्याल गरौँ। र कानुन बमोजिम उच्च शिक्षा कसले निशुल्क पाउने हक हुनेछ? अब उच्च शिक्षा चाहिँ निशुल्क पाउने भनेको कानुनले तोकेको छ नि, जुन कानुन बमोजिम हुनु पर्यो,
त्यो अपाङ्गता भएका र आर्थिक रूपले विपन्न व्यक्तिले मात्रै उच्च शिक्षा निशुल्क पाउँछन्, सबैले होइन। अपाङ्गता भएका र आर्थिक रूपले विपन्न व्यक्तिले, यो पनि यो संविधान अनुसार कानुन बनेर कानुनले तोके बमोजिम हुन्छ है। फेरि अब आर्थिक रूपले विपन्न भनेको कस्तो व्यक्ति भन्ने भने कानुनले नै तोक्नु पर्यो। अपाङ्गता भएका कस्तोसम्मका व्यक्ति होइन, क ख ग घ भनेर अपाङ्गता वितरण गरिएको अवस्था छ अहिले, तसर्थ कानुन बमोजिम भन्ने कुरा यहाँ ख्याल गरौँ। प्रश्न 40 जाउँ। संविधान अनुसार कसलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ? प्रत्येक व्यक्तिलाई होइन है, प्रत्येक नेपाली समुदायलाई हो, यो ख्याल गरौँ। झुक्क्याउँछ प्रत्येक व्यक्तिलाई मातृभाषामा भन्ने होइन, प्रत्येक नेपाली समुदायलाई संविधान अनुसार आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ। मौलिक हक अनुसार आधारभूत स्वास्थ्य सेवा कस्तो किसिमको हुनेछ? आधारभूत स्वास्थ्य सेवा कस्तो किसिमको? निःशुल्क होइन, आधारभूत स्वास्थ्य सेवा स्वास्थ्य सम्बन्धी धारा 35 मा हो होइन हक। त्यस्तै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा र योगदानमा आधारित कस्तो हक हुनेछ होइन? सामाजिक सुरक्षाको हक हुनेछ। क्वेसन 43 मा संविधानको पहिलो संशोधनले संशोधन गरेको मौलिक हक कुन हो? मौलिक हक मध्ये एउटा हक चाहिँ संशोधन गरेको थियो पहिलो संशोधनले, धारा कति 46 हो, सामाजिक न्यायको हक होइन, सामाजिक न्यायको हक। अर्को जाउँ। संवैधानिक उपचारको माग गर्दा प्रयोग हुने धाराहरू कुन कुन हुन्? संवैधानिक उपचारको माग गर्दा प्रयोग हुने धाराहरू कुन कुन हुन् भन्दा धारा 133 र 144। धारा 47 अन्तर्गत मौलिक हकको कार्यान्वयनका लागि संविधान प्रारम्भ भएको कति समयभित्र कानुनी व्यवस्था गरिनेछ भन्ने होइन, कति समयभित्र हो त नि? अब कानुनी व्यवस्था गरिसक्नु पर्ने भनेको 3 वर्षभित्र हो, तर भनियो 3 वर्ष, अझैसम्म पनि आवश्यक कानुनहरू बन्न सकिरहेका छैनन्। नम्बर नेक्स्ट, नागरिकका कर्तव्य संविधानको कति धारामा व्यवस्था गरिएको छ? नागरिकका कर्तव्य भाग 3 अन्तर्गत मौलिक हक र कर्तव्य भन्ने थियो, मौलिक हक सकियो होइन, अनि 46 मा गएर मौलिक हक सकियो, अनि धारा 46 मा, धारा 47 मा 3 वर्षभित्र आवश्यक व्यवस्था गर्ने भन्ने कुरा भयो, र धारा 48 मा के छ भने नागरिकका कर्तव्यहरू रहेका छन्। अब नागरिकका कर्तव्य 4 वटा कर्तव्यहरूको व्यवस्था गरेको छ है संविधानले। के हुन् त 4 वटा कर्तव्य भन्दा संविधानप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु एक व्यक्तिका 4 वटा कर्तव्य है। नागरिकका संविधानप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, त्यसपछि राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। यी 4 वटा भनेका नागरिकका कर्तव्यहरू हुन्। संविधानप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। यी 4 वटा धारा 48 अन्तर्गत गरिएका व्यवस्था हुन्। यसरी संविधानको भाग 2 र 3 का महत्त्वपूर्ण 46 वटा प्रश्नहरू यहाँहरू समक्ष राखेँ। कस्तो लाग्यो? सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। तपाईलाई यो सामग्री महत्त्वपूर्ण लाग्यो भने अनि कमेन्ट गर्न सक्नुहुनेछ र सेयर गर्न पनि सक्नुहुनेछ। यति भन्दै आजलाई मैले एउटा योभन्दा अगाडिका भिडियोहरूबाट एउटा पुनरावृत्ति प्रश्न राखेको छु, यसको उत्तर तपाईले कमेन्टमा जनाउनु हुन हार्दिक आग्रह गर्न चाहन्छु। नेपालको संविधान 2072 कहिले लागू भएको हो? अंग्रेजी मिति लेख्नुहोस् भनेको सनमा के असोज 3 गते हो नि त, 72 साल असोज 3 गते। त्यो अंग्रेजी मिति के हो त्यो चाहिँ कमेन्टमा जनाउनु होला भन्दै म यहाँहरुबाट बिदा हुन चाहन्छु। अब बाँकी विषयवस्तु अर्को भिडियोमा लिएर आउँछु। यतिन्जेलसम्म हाम्रो भिडियो हेरिदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद अभिव्यक्त गर्दै यहाँहरुको दिन, यहाँहरुको पल शुभ रहोस्। हवस् त, धन्यवाद।